कोही निर्णय आयो र निर्णय आयो कि दिदीको लिउँ न दिदीको लिउँ न पार्टीको फसला चाहिँ भयो जिंदाबाद जिंदाबाद नेपाली युवा के भन्छ नेपाली युवा के भन्छ जिंदाबाद जिंदाबाद कांग्रेस जिंदाबाद 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 नेपाली कांग्रेस जिंदाबाद जिंदाबाद ए मलाई टाइम लाग्छ बेटा म आउँछु के हो नयाँ नेतृत्व आइसक्यो भने त्यही गरेर नयाँ नेतृत्व आइसक्यो भने नयाँ नेतृत्व आइसक्यो भन्ने मिल्यो त अहिले व्यक्तिको नामै ल्याएको छैन सानेपा खाली गर नयाँ नेतृत्व आइसक्यो यो बाहिर जसरी नेपाली कांग्रेसको पार्टी सभापति चाहिँ हल्ला पिटिएको छ जसरी यो कांग्रेस फुटेको होइन लडेको कांग्रेस फुटेको र विधि सम्मत प्रक्रिया सम्मत तरिकाले कांग्रेसको विधानमा टेकेर चाहिँ नेपाली कांग्रेस नियमित अधिवेशन समयमा हुन नसकेपछि विधानको सत्रको 2 बमोजिम चाहिँ विशेष महाधिवेशन भएर विशेष महाधिवेशनमा करिब 57% चाहिँ महाधिवेशन प्रतिनिधिहरूले चाहिँ नयाँ नेतृत्व चयन गरेको नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गरेर अद्यावधिको लागि अहिले त्यो अद्यावधि गरेर निर्वाचन आयोगले जस्तो शीर्ष नेताहरू अहिले गगन थापा समर्थक पनि शेरबहादुर देउवा समर्थकको पनि शीर्ष नेताहरू अहिले भित्र छलफलमा हुनुहुन्छ भनिएको छ। यो अवस्था आइलाग्दै गर्दा नेपाली कांग्रेसको 4 तारे झण्डा र चुनाव चिन्ह रुख दुईटा समूहमध्ये कुनै एकले पाउँछ भनेर दाबी गरिँदैछ। गगन थापा समूहले पनि हामीले पाउनुपर्छ भन्ने छ, शेरबहादुर देउवा समर्थकले पनि हामीले पाउनुपर्ने छ भनिएको छ। अधिवेशन दोस्रो अधिवेशनमा संख्या बढाइयो, फेक प्रतिशत बताइयो भन्ने आरोप पनि तपाईलाई लागिरहेको के भन्नु? जिंदाबाद जिंदाबाद नेपाली कांग्रेस जिंदाबाद 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 नेपाली कांग्रेस जिंदाबाद जिंदाबाद यदि कसको नेपाली कांग्रेस जिंदाबाद 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 माउलु पार्दैन माउलु